मेरो नाम चाहिँ रोनी श्रेष्ठ हो, म चाहिँ येलो चकलेटको फाउन्डर हो। खास मैले सिक्न आएको कारणहरू यो पनि हो कि कस्तो भने आजको दिनमा कन्टेन्ट क्रिएसनहरू तपाईँको भिडियो होइन, अब तपाईँको मार्केटिङहरू एकदम इम्पोर्टेन्ट छ। अब मैले आफैले नगरे पनि मलाई यो आइडिया भयो भने मैले अरूलाई अराउनलाई मलाई सजिलो हुन्छ, त्यही भएर पनि मैले चाहिँ याम्रो फिल्म्स आएको हो। इन्ट्रेस्ट चाहिँ अलिअलि लाग्थ्यो तपाईँको फोटोग्राफी र भिडियोग्राफीमा, एज पनि भइसकेको थियो, एक खालको सिक्वेन्स लागिरहेको थियो, सिक्नलाई पनि केही अप्ठ्यारो चाहिँ भइरहेको थियो। अब किनभने म त 40+ को मान्छे, के गर्ने कसो गर्ने, अब त्यहाँ सिक्ने आउने मान्छेहरू त 18-20 को हुन्छ। तर पनि अब यो जुन एजमा भयो भने तपाईँले मैले सिक्नुपर्छ भनेर मैले चाहिँ यसो गुगलमा सर्च गरेको थिएँ, मैले ज्याम्रो फिल्म्स भेटेँ। ज्याम्रो फिल्म्समा अमर सरको बारेको उहाँको प्रोफाइलको बारेमा मलाई थाहा भयो। थाहा भएपछि मैले त्यहाँ जोइन भएँ। मैले इन्टरनेटमा धेरै सर्च गरेँ, गुगलमा, फेसबुकमा, टिकटकमा। अब प्राय धेरै इन्स्टिट्युटहरू चाहिँ तपाईँको त्यो कन्टेन्ट क्रिएसनसँग सम्बन्धित मात्र थियो। अब मलाई कन्टेन्ट क्रिएसन भन्दा पनि तपाईँको भिडियोग्राफी र सिनेमाटोग्राफीको कोरमा जानु मन लागिरहेको थियो, त्यही भएर पनि मैले ज्याम्रो फिल्ममा गएको थिएँ। अब हाम्रो अमर सर चाहिँ तपाईँको सिनेमाटोग्राफी हुनुहुँदो रहेछ नेपाली फिल्मको। त्यस्तो धेरै थियो, जस्तो तपाईँको सर्ट सेलेक्सनदेखि लिएर लाइटिङदेखि लिएर अडियोदेखि लिएर के पनि कुराहरू खासै थाहा थिएन कि। थाहा भए पनि अब मैले सोचेको अनुसार चाहिँ त्यो एकदम सिम्पल हुन्छ, अब यत्तिकै ऱ्यान्डमली खिच्नेहरू मात्र होला भन्दा थिएँ मैले। तर जस्तै त्यहाँ तपाईँको कोर्स लिइसकेपछि अब सर्ट साइजहरू के हो, जस्तै भनौँ न अब मिड सर्टको कुराहरू आयो, टप सर्टको कुराहरू आयो, त्यो कुरो त मेरो नलेजमा थिएन। अहिले चाहिँ राम्रो कुरो के छ भने अहिले फिल्महरू हेर्दाखेरि पनि त्यो कुरो याद गरिन्छ। अब ज्याम्रो फिल्म्समा यति धेरै प्रोफेसनल इक्विपमेन्टहरू थियो कि मलाई त सुरुमा त अचम्मै लाग्यो कि यति धेरै पनि हुँदो रहेछ भनेर। के हो कि हाम्रो लागि चाहिँ यति धेरै लाइट, यति धेरै क्यामेराहरू होइन। अब हाम्रो दिमागले, हामी नर्मल मान्छेलाई, यसमा नलेज नभएको मान्छेलाई कस्तो लाग्दो रहेछ भने एउटा क्यामेराले खिच्छ, एउटा सिम्पल लाइटले खिच्छ लाग्दो रहेछ, तर होइन रहेछ कि। त्यहाँ चाहिँ यति धेरै क्यामेराहरू, यति धेरै लाइटहरू अनि यति सबै कुरो त पर्फेक्टली भइरहेको थियो कि। अब सबैभन्दा राम्रो कुरो चाहिँ के भयो भने त्यो चलाउनु त अप्ठ्यारो भयो होइन। अब उहाँहरूले त्यति महँगो इक्विपमेन्टहरू पनि हामीलाई युज गर्न दिइराख्नु भएको थियो, त्यो मलाई एकदमै राम्रो लाग्यो। एकदमै राम्रो लाग्यो। नर्मली त्यो इन्स्टिट्युटहरूमा यस्तो कुराहरू हुँदैन, सिकाइमा निकै नै फरक पर्दो रहेछ। त स्पेसली चाहिँ के पनि भयो भने होइन, नर्मली योभन्दा अगाडि पनि मैले नेपाली फिल्मको डिरेक्टरहरू अथवा सिनेमाटोग्राफर कोहीसँग सङ्गत चाहिँ गरेको थिएँ मैले अलिअलि होइन। तर उहाँहरूमा समस्या चाहिँ कस्तो छ भने तपाईँको उहाँहरूले चाहिँ लिटरेचर बुझ्नुहुन्न क्या, जस्तो खिचाइ मात्र बुझ्नुहुन्छ उहाँले। जस्तो मेरो भाइ नै एउटा नेपाली फिल्मको डिरेक्टर छ होइन, उसँग एकदमै म नजिक छु। तर उनीहरूको समस्या कस्तो छ भने उनीहरूलाई फिल्म भनेको फिल्म मात्र थाहा छ क्या, उनीहरूमा चाहिँ लिटरेचरको ज्ञानै छैन क्या। अब मलाई चाहिँ के लाग्छ भने स्पेसली मुभी अनि प्लस तपाईँको डकुमेन्ट्री पनि त्यसमा केही न केही लिटरेचर चाहिँ हुन्छ क्या। जस्तो हाम्रो अमर शर्मा मैले पाएको कुरा चाहिँ उहाँमा लिटरेचरको ज्ञान छ क्या। सिनेमाटोग्राफर भइकन पनि उहाँलाई के चाहिँ नलेज रहेछ भने जस्तै तपाईँको मुभीहरू कसरी बन्छ, स्टोरी टेलिङहरू कस्तो हो, यो सबै कुराहरू उहाँले मलाई निकै राम्रो सिकाउनु भयो। जस्तै एउटा कुरा म अर्को थप्न गइरहेको छु, तपाईँको ज्याम्रो फिल्म्सले चाहिँ तपाईँको जब मैले 1 महिनाको क्लास लिएँ, 1 महिनाको क्लास लिएपछि पनि तपाईँको इन्टर्नसिप दिँदो रहेछ। त्यो मलाई चाहिँ चाहिँदैन, किन म चाहिँ तपाईँको यो प्रोफेसनमा लाग्ने मान्छे होइन, मेरो आफ्नै बिजनेस छ र मेरो खासै त्यस्तो फुर्सद पनि छैन। तर तपाईँको नयाँ भाइहरूलाई, नयाँ बहिनीहरूलाई जो तपाईँको यही फिल्डमा क्यारियर बनाउनु मन लाग्छ, उहाँहरूले चाहिँ ज्याम्रो फिल्म्समा जुन 1 महिनाको कोर्स सकिसकेपछि पनि इन्टर्नसिप पाउनु हुँदो रहेछ। त्यो चाहिँ निकै तपाईँको उपयोगी हुनसक्छ, किनभने अब कुनै पनि तपाईँको आर्ट फिल्ममा अथवा कुनै पनि एजुकेसनहरू लिइसकेपछि भनेको तुरन्तै काम पाउनेवाला छैन। यो चिजहरू त तपाईँको थ्योरिटिकल नलेज मात्रै होइन, प्र्याक्टिकल नलेज पनि हो र एकदमै प्र्याक्टिस चाहिन्छ। र मलाई सबैभन्दा राम्रो लागेको ज्याम्रो फिल्म्सको के हो भने उहाँहरूले तपाईँको यो कोर्स सकिसकेपछि पनि इन्टर्नसिप दिनुहुँदो रहेछ। त्यसले गर्दा चाहिँ उहाँहरूले आफ्नो स्किललाई तपाईँको सार्पन गर्नलाई धेरै हेल्प हुन्छ। जस्तै तपाईँको जो भाइहरू एकदम फ्रेसर छ, जो भाइ बहिनीहरू एकदम फ्रेसर छ, जो चाहिँ तपाईँको क्यामेरै चलाएको छैन अहिलेसम्म, उनीहरूसँग क्यामेरै छैन भने होइन, नर्मल्ली धेरै इन्स्टिट्युटहरूले चाहिँ तपाईँकोमा चाहिँ गाह्रै हुन्छ, किनभने थ्योरिटिकल एजुकेसन हुन्छ। थ्योरिटिकल एजुकेसनले चाहिँ तपाईँको प्र्याक्टिकल र थ्योरिटिकल धेरै फरक कुराहरू हो। तर ज्याम्रो फिल्म्समा मलाई लागेको कुरो चाहिँ त्यो भाइहरूले चाहिँ, त्यो बहिनीहरूले चाहिँ आफूसँग क्यामेरा नभइकन पनि, खासै नलेज नभइकन त्यहाँ पर्याप्त रूपमा तपाईँको प्र्याक्टिकल गर्न पाइरहेको थियो। तर के हो भने सकभर चाहिँ उहाँहरूले क्यामेरा किनेकै राम्रो हुन्छ। त आफ्नो भएर आफूले चलाएको जस्तै तपाईँको इन्स्टिट्युटमा चलाएको त्यति धेरै उहाँहरूलाई कन्फिडेन्स चाहिँ नहोला, तर पनि मैले देख्दाखेरि चाहिँ उहाँहरूलाई धेरै नै सजिलो भएको थियो, किनभने अब त्यति महँगो क्यामेराहरू छ, त्यति महँगो लाइटहरू छ, उहाँहरूले अब तपाईँको मजाले चलाउन दिइराख्नु भएको थियो, भाइहरूले मजाले चलाएको थियो। कहिले त मलाई पनि डर लाग्थ्यो क्या, त्यो उहाँहरूले खसाल्ला फुटौला भन्दालाई त्यो केसमा चाहिँ एकदमै राम्रो लाग्यो, उहाँहरूले चलाउन दिइराख्नु भएको थियो। त्यो चाहिँ नर्मली अन्त गर्दैन। अलिक म चाहिँ तपाईँको लिटरेचरको विद्यार्थी भएको कारणले गर्दा फिल्म मेकिङ, फिल्म मलाई पहिलादेखि मन पर्थ्यो। तर कस्तो छ भने
एज अ फिल्म मेकर कोही पनि मान्छेको लागि स्टार्टिङ गर्ने ठाउँ चाहिँ मलाई यो नै हो जस्तो लाग्छ। त्यो कलेजको 3 वर्षको कोर्स लिनुभन्दा यहाँको 1-2 महिनाको कोर्सहरूले उहाँहरूलाई धेरै नै एजुकेसन मिल्छ। कोही मेरो साथी चिन्जान भाइहरू ज्याम्रो फिल्म चाहनुहुन्छ भने म त हाइली रिकमेन्डेड गर्छु। कहिलेकाहीँ त मलाई के पनि लाग्छ भने म आफै पनि केही समयपछि होइन फेरि अर्को 1-2 महिनाको कोर्स गर्नु पर्ला जस्तो लागिरहेको छ कि, किनभने तपाईँको के छ भने सबै कुरा तपाईँको एजुकेसन मात्र पनि होइन। जस्तै म आएँ ज्यामरुमा, मैले 18 वर्षको भाइ पनि भेटेको छु, 25 वर्षको भाइहरू पनि भेटेको छु। त मेरो माइन्ड सेटै चेन्ज भयो क्या। जस्तै म एक खालको प्रोफेसनको मान्छे होइन, त्यहाँ आएर उनीहरूको नलेज देखेर मलाई अचम्म लागिरहेको छ। जस्तै म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु होइन। जस्तै एउटा अनिल भन्ने भाइ आएको थियो यहाँ, त्यो उहाँले पहिला क्यामेरा चलाउनु भएको थिएन क्या, तर उहाँको माइन्ड सेट, त्यो क्यामेराप्रतिको बुझाइ, त्यो तपाईँको मुभी खिच्नेको बुझाइ मलाई अचम्म लाग्यो, कस्तो राम्रो लागिरहेको थियो क्या उहाँ। अब त्यस्तोहरूको भाइहरूको लागि चाहिँ एकदम राम्रो कुराहरू हो।